अभी मजा आएगा ना भिड। म ठुलो नेताको श्रीमती। किसने बोला था? लो सुना क्या? ये भी मेरी गलती है। नहीं भाई मेरी गलती है। नहीं मेरी गलती है। नहीं बाबा नहीं मेरी गलती है यार। जसरी आज हामी हेलिकप्टरमा आयौं, आजभन्दा 10-15 वर्ष अगाडि यहाँ कतिजना हेलिकप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्। आर यू कॉमेडी मी? त्यहाँ कांग्रेसको मेयरै हुन त हामी किन पैसा पठाउँछौँ? सो यो कुरालाई पनि ध्यान दिएर यो करुवा सरुवा हरुवा पार्टीहरूलाई भोट नहाल्नुस्। वाह दीदी वाह दीदी दीदी वाह दीदी दीदी मलेसिया जानलाई कसैले मलाई अलिकति कोटा दिन्छु भनेको छ, फ्री भिजा फ्री टिकटको भन्दा यहाँबाट काठमाडौँ जानलाई पनि त्यो पर्दैन। सबैजनालाई हामी लग्न सक्दैनौँ किन आफ्नो एउटा मापदण्डहरू हुन्छ। तर त्यस्तै छ भने जीवनजीले यो 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 क्षेत्रबाट यो यो तपाईँको ओडाबाट 5-6 जनालाई हामीले प्रयास गर्छौँ। त्यसको लागि अब पहिला इलेक्सन सिद्धाउँ, इलेक्सन सिद्धेर उहाँसँग सम्पर्क गर्नुहोस्, हाम्रो साथीहरूलाई जिताइदिनुहोस् भन्दै आफ्नो वचनहरू यही खाती राख्छु। धन्यवाद, जय नेपाल। कितने तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं जी। पिठोलाई धुलो भन्छ त्यहाँ। सो फर्स्ट टाइम आई वेन्ट, दे सेड धुला रोटी खानी। देन आई थट व्हाट, धुलोको रोटी, व्हाट आर दे थिङ्किङ अफ, व्हाट विल दे मेक फर मी भने पिठोलाई धुलो भन्छ त्यहाँ। ओ भाई मारो मुझे, मारो मुझे, मारो नहीं ये मजाक हो रहा है। म्यूजिक ठुमक ठुमक जब हिट छे तू पहाड़ी बाटोमा, छम छमे पायल घुंघरू बाजने त्यारे खुटमा। ठुमक ठुमक जब हिट छे तू पहाड़ी बाटोमा, छम छमा पायल घुंघरू बाजने त्यारे खुटमा। लाल त्यार कंगना हाथ में चूड़ी छनहरा, लाल त्यार कंगना हाथ में चूड़ी छनहरा। चुनरी तेरी आए हाय चुनरी तेरी चमक। वाओ ब्यूटीफुल। आग लग जाए इस पार्लियामेंट को, बाढ़ में जाए ये पार्लियामेंट, बाढ़ में जाए इसका स्पीकर, बाढ़ में जाए इसके सारे मेंबर। उनीहरूले जे छ सबै खोलेर देखाइदिनु। त महाभ्रष्ट नारीको संज्ञा दिनुभयो। ये समस्या है। यही नहीं, अभी और सुनिए। तपाईलाई पनि यो भुटानी शरणार्थी प्रकरणको यो लहरो तानिएर पुग्ने ठाउँ चाहिँ आर्जु देउवाकै हो। आज या भोलि कि उहाँ भाग्नुपर्छ कि जेल जानुपर्छ? जनता माफ नहीं करेगी। गजब बेइज्जती है। यी नेताहरू हिजोको दिनमा कांग्रेस कम्युनिस्ट सबैका चप्पल पड्काउँदै आथे हैन। अहिले यिनीहरू 5 तारे होटलमा खान्छन्, यिनीहरूका श्रीमतीहरू कहाँ सपिङ गर्छन्, छोराछोरी कहाँ पढ्छन्, यिनले चढ्ने टोयोटा गाडी कहाँबाट आउँछ, यस्तो लाग्दैन तपाईलाई? लाग्छ। अब लागेर के गर्ने? सुन्दै जाइए। मेरो मात्रै आछ, अर्को अरू अडियो सुन्नु भएको छैन? प्रमाण त चपाइदिनु हुँदो रहेछ तपाईको कांग्रेसको नेताहरू। प्यारी समझ गई। सुन्दै जाइए। भ्रष्टाचार गर्नु आमाको रगत खानु भन्ने एउटा स्लोगन छ। म आई अग्री विथ दैट। एकचोटि भन्नुस् न। भ्रष्टाचार गर्नु आमाको रगत खानु हो। बहन डर गई, बहन डर गई, बहन डर गई। बस हवा निकल गई। इसने जो देश के लिए किया कोई नहीं करता।